नमस्कार, स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी बेको मुनु गुरुङको यी मनका कुरा भन्ने गीत सिक्न गइरहेका छौँ। यो बजाउनको लागि के पो तपाईहरुले 9th फ्रेटमा लगाउने र गीतमा युज भएको कर्डहरु हेरौँ। जी मेजर, सी एड 9, ई माइनर 7 अनि डी मेजर। सो यति चारवटा कर्ड है, जी, सी एड 9, ई माइनर 7 अनि डी मेजर। अब गीतको स्ट्रमिङ प्याटर्न डाउन डाउन अप अथवा डाउन अप। सो दुईटा मध्ये जुन सजिलो लाग्छ त्यो चाहिँ बजाउनु होला। र अब कर्ड प्रोग्रेसन हेरौँ। यी मनका कुरा खुलेर भन्दैछु। यसमा जी र सी एड 9 जाने ल। गीतमा दुईटा भर्स मात्र छ है, एउटा भर्सको कर्ड जानुभयो भने चाहिँ अर्को भर्स नि सेम हो। सो सुरुमा जी र सी एड 9 जाने है। र मैले भन्न बिर्सेँ, यो गीत चाहिँ अब फिमेल स्केलमा भएर केपो 9th फ्रेटमा छ। यदि तपाईहरु एज अ मेल सिङ्गर गाउँदै हुनुहुन्छ, स्केल लो पर्छ भने चाहिँ केपोलाई अलि एडजस्ट गर्नु होला है। मेल सिङ्गरले गाउँदै हुनुहुन्छ भने 3rd 4th मा राखे नि ठिक हुन्छ है सायद। यी मनका कुरा खुलेर भन्दैछु, आँखामा सजिएका सपना। यसमा ई माइनर 7 र सी एड 9। आँखामा सजाएका सपना, मनमा लुकाएका भावना, शब्दमा कोर्दैछु। र लास्टमा सी एड 9, डी अनि जी। सरी, शब्दमा कोर्दैछु यी मनका कुरा। सो यसरी जाने ल। सुरुबाट एकचोटि सुनाइदिन्छु। यी मनका कुरा खुलेर भन्दैछु, आँखामा सजाएका सपना, मनमा लुकाएको भावना, शब्दमा कोर्दैछु यी मनका कुरा। र अर्को भर्स पनि नशालु त्यो नयनमा, जी र सी एड 9 है, हराउन देऊ। र त्यसपछि फेरि 2 राउन्ड ई माइनर 7 र सी एड 9 जान्छन्। लास्टमा सँगै काटौला, सेम है, सी एड 9, डी अनि जी। सो गीत चाहिँ यति नै हो। बजाउन एकदमै सिम्पल छ। के कन्फ्युजन छ भने मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। त्यस्तै गरी भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र च्यानलमा दिन आयो हुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला।